हे गाइस अनि अब चाहिँ आज चाहिँ हामी बाँसुरीको कुरा गर्दैछौँ। आई थिङ्क बाँसुरिज होइन कस्तो बाँसुरी छ, के हुन्छ बाँसुरी सबै देखाउँछु। पहिला चाहिँ हाम्रो चाहिँ नेवारी समुदायमा खास गरी बजाउने बाँसुरी चाहिँ उयो ललितपुरमा, आई थिङ्क बाहिर पनि बजाउँछ होला, तर यो चाहिँ बजाउँछ। सरी है। यो बाँसुरी चाहिँ काठले बनेको भन्छन् होइन। सो यो चाहिँ घुर डिप साउन्ड आउँछ कि यसमा चाहिँ, म तपाईँहरूले सुनाउँछु होइन। यस्तो साउन्ड आउँछ यसमा चाहिँ, किन भन्दाखेरि चाहिँ यो चाहिँ त्यस्तै हो कि यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो त मैले थाहा भएको थिएँ, छुटाउनु मिल्दो रहेछ कि यो छुटिन्छ। यसलाई कसरी बाँधिदिँदा भन्दाखेरि चाहिँ त्यो डोरी, सेतो कलरको डोरी त्यसमा बाँध्ने हो कि, अनि त्यसपछि यस्तरी घुसाइने। अनि हाम्रो अर्को चाहिँ यो ब्याम्बो फ्लुट है। यो ब्याम्बो फ्लुट चाहिँ मैले स्पेसल्ली चाहिँ बाहिरबाट मगाएको थिएँ। अनि आई वाज सक्ड है, किनकि इट वाज एक्सपेन्सिभ। मैले चाहिँ एक्सपेन्सिभ देखाएको थिएन कि, होला 700 होला भनेको, आई डोन्ट नो 2000 लिन्छ भनेर। अब मसँग 700 रुपियाँ थियो, 2000 किन्ने मैले चाहिँ, ठिक छ। मैले फर्स्टमा स्टार्ट गर्दाखेरि चाहिँ बाँसुरी चाहिँ यही हो है, दिस वान है। यो चाहिँ हाम्रो टोलबाट दिएको थियो, अनि म चाहिँ टोलमा सिकेको हो, एज यु नो होइन। फर्स्टमा अब यसमा चाहिँ सा चाहिँ यसो लिन्छ कि, अब यी स्केलको बाँसुरी कुरा गर्ने हो भने चाहिँ सा यसो लिन्छ क्या, डिफ्रेन्स। यो बाँसुरी बजाउँदाखेरि यसमा यो बजाउन नसक्ने होइन, यो बजायो भने चाहिँ यो बजाउन नसक्ने हुन्छ क्या यसमा चाहिँ। अब म चाहिँ तपाईँलाई बाँसुरीमा सारेगामा चाहिँ कसरी बजाउने, यो चाहिँ ई स्केल हो है सबजना, ई स्केल हो। ई स्केलमा सारेगामा चाहिँ कसरी बजाउने म सिकाउँछु है। ई स्केलमा चाहिँ सा भनेको चाहिँ हाम्रो यो माथिको 3टा औँला चाहिँ बन्द गर्नुपर्छ होइन। पाल देख्नु भएन, हावा लिक हुनु भएन। 3टा औँला चाहिँ यो छोप्नु पर्यो। अनि यो चाहिँ खुल्ला, त्यो तलको माथिको 3टा औँला चाहिँ बन्दा तलको चाहिँ खुल्ला हुनु पर्यो है। सा यसरी सा है, यो रे, सा रे, माथिको एउटा 1 2 3 यसरी खोल्दै जाने, के बन्छ त यो सा रे ग म। अब प चाहिँ कसरी लिने त, प चाहिँ हाम्रो सबै बन्द गरेर, प यो चाहिँ प होइन, सबै बन्द गर्नुपर्छ है प। प अब ध नि सा चाहिँ कसरी हुन्छ त, ध नि सा सारे ग मको उल्टा होइन, तलबाट प, यो प भयो बन्द सबै, यो ध नि सा है त, प ध नि सा, प ध नि सा, सारे ग म है, हेरौँ है, सारे ग म प ध नि सा। अनि तपाईँहरूले चाहिँ ल यदि सिक्नु भएपछि चाहिँ म भन्छु होइन, यो बाँसुरी किन्दाखेरि चाहिँ मैले चाहिँ एकचोटि यता पाल रहेछ कि यतातिर, मैले देखेन कि, तर तपाईँहरू बाँसुरी किन्न जाँदाखेरि चाहिँ यता माथितिर र यतातिर काहीँ बिग्रेको छ त्यस्तो छ भने चाहिँ त्यो चाहिँ हेर्नु पऱ्यो है, नत्र किनेर ल्यायो बजाउँदाखेरि ट्युनै नमिल्ने त्यस्तो हुन्छ कि। सो बाँसुरी किन्दाखेरि चाहिँ हेरेर किन्नुपर्छ। अनि आफू के बजाउन सक्छ त
होइन। अब के बजाउन सक्छ, के बजाउँदाखेरि अलिकति कम्फोर्टेबल होइन, अलिकति राम्रो फिल हुन्छ त्यो बजाइदिनुपर्छ। फर द बिगिनर म चाहिँ सी रिकमेन्ड गर्छु, केही छैन। ई लिँदा नि हुन्छ, तर अलि बिगिनरमा चाहिँ अलिक गाह्रो हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। किन भन्दाखेरि चाहिँ कोही बजाउन सक्दैन कि, फर्स्टमा कोही बजाउन सकेको थिएन। बजाउन सक्दैन होइन, बजाउन त सक्छ तर पनि अलिक गाह्रो फिल हुने रहेछ कि गर्दाखेरि चाहिँ मेरो हिसाबले। अनि यो बाँसुरी चाहिँ मैले सिकेको हिसाबले चाहिँ यो बाँसुरीमा यस्तो यो डोरी हुन्छ त, यसले चाहिँ प्रोटेक्ट गर्दो रहेछ कि। म चाहिँ त्यही सिकेको थिएँ होइन। अब यो प्रोटेक्ट गर्छ अरे, प्रोटेक्ट गर्छ यसरी। अब प्रोटेक्ट गर्छ भन्दैमा चाहिँ ढुङ्गामा चाहिँ नहान्नु होला होइन। अब झर्दाखेरि यसरी झर्दाखेरि प्रोटेक्ट गर्छ कि। अनि यसमा चाहिँ ई स्केलमा चाहिँ खास गरी चाहिँ गीतहरू बजाइन्छ कि। ई स्केलमा चाहिँ गीतहरू बजाउँछ धेरै जस्तो चाहिँ। ई स्केलमा चाहिँ गीतहरू बजाउन युज गर्छ। हाम्रो अरू जी स्केल पनि छ होइन, त्यो अलि डिप साउन्ड आउँछ त्यसमा चाहिँ, डिप साउन्ड आउँछ। त्यही भएर चाहिँ बिगिनरमा चाहिँ सी नै राम्रो हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। तर अनि हाउ टु इम्प्रुभ यर त्यो फिङ्गरिङ है, फिङ्गरिङ गर्दाखेरि चाहिँ यस्तो है, सा यसरी हात यसो चलाउने है त, सा होइन, रे हात चाहिँ यसो चल्नु पऱ्यो है त, ग हात चाहिँ यसो चल्नु पऱ्यो। त्यो फिङ्गरिङको प्र्याक्टिसको लागि बाँसुरीको। अनि नेक्स्ट वेट एकछिन है, एकछिन सो हाई अलिकति यहाँ प्रब्लम भएको थियो हो। सो अब चाहिँ हाम्रो टङ प्र्याक्टिस होइन। अब टङ प्र्याक्टिस चाहिँ कसरी हुन्छ भन्दाखेरि चाहिँ हामीले पुग्दाखेरि त पुग्दाखेरि त भन्नु पऱ्यो क्या, यसरी है। यो यसमा चाहिँ यो चाहिँ यसलाई चाहिँ टङ्गिङ मेथड भन्छ। अनि यो चाहिँ स्पेसल्ली फेमस छ, फेमस भन्ने त्यही हो, फेमस पनि छ होइन। मैले तपाईँलाई साह्रै गाउँ भने होइन। अब यसमा चाहिँ के हेर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईँले यो सा बजाउँदाखेरि चाहिँ यो सबै क्लोज हुनुपर्छ कि, यसो अलिकति पाल पनि देख्नु हुँदैन कि, सबै क्लोज यसरी सबै होइन। म समाति नि भन्छु ल, समात्दाखेरि चाहिँ यसरी कि, एउटा हात यता भयो होइन, थम्ब फिङ्गर चाहिँ हाम्रो यतातिर बाँसुरीको यो मिडल भने के भनिन्छ यस्तो छ होइन यतातिर। अनि पिङ्की फिङ्गर चाहिँ ठ्याक्कै यतातिर के, होलको ठ्याक्कै साइडमा के, तलको होलको ठ्याक्कै साइडमा के। अनि यसरी समातेछ, यसको अपोजिट फेरि यसरी समात्ने। अब वेट है, सो ब्याक। अनि उयो होलमा चाहिँ कसरी पुग्ने भन्दाखेरि चाहिँ आफ्नो यता मुखलाई यतातिर ठ्याक्क बसाउने होइन। अनि अलिकति होल बनाउने मुखमा चाहिँ अनि पुग्ने, बेस गरी पुग्नु पर्दैन, जो लाइटली बसाउने हो, धेरै त्यो गरेर राख्नु पर्दैन।
अनि चाहिँ स्पेसली चाहिँ तपाईँले चाहिँ यहाँ कोहीले सोच्नुभयो होला यताभित्र चाहिँ के हुन्छ भनेर। सो भित्र चाहिँ कोहीले चाहिँ यता काठ पनि राख्छ। सो धेरै जस्तोमा चाहिँ यता रबर हुन्छ भित्र, यता है यताभित्र रबर हुन्छ। धेरैजनाले सोधिरहन्छ यताभित्र के हुन्छ भनेर, तर यता चाहिँ रबर हुन्छ है। अनि यसमा चाहिँ खासै केही छैन। म भन्छु है, सा रे ग म प ध नि सा, सा रे ग म प ध नि सा। यो चाहिँ हाई ओक्टेभ हो के, सा रे ग म प ध नि सा, यसलाई चाहिँ हाई ओक्टेभ भन्छ कि। अनि यसबाट चाहिँ हाई साउन्ड आउँछ कि, सा रे ग म प ध नि सा गर्दाखेरि हाई टोन आउने भएर यसलाई हाई ओक्टेभ भन्छ। अनि सा नि ध प म ग रे सा होइन, सा नि ध प म ग रे सा, यसलाई चाहिँ लो ओक्टेभ भन्छ। यो चाहिँ आरामले लो है। आजको लागि चाहिँ यति नै, म चाहिँ यति नै भन्छु। पिस।